प्रसाद देव हो है। हामी चाहिँ यहाँनिर दलसिङबाट आइसक्यो है। निकै टाढो रहेछ सिलगढीबाट चाहिँ है। र यो चाहिँ अब भुटान बोर्डर र जयगाउँको भन्दै थियो है। हामीलाई त याद त छैन है, र पनि अब यो गर्छु है। अब कतिवटा भिडियोहरू हुन्छ भने म तपाईँलाई देखाउने छु है, हेर्दै गर्नुहोस् है। र हामी चाहिँ अहिले अब लागेको आफ्नो उसपट्टि है। अब पूजा घर चाहिँ निकै टाढै होला यहाँबाट। अन्त फेरि चाहिँ अब टाइम त अहिले अलिकति हेर्दै भएको यस्तै 5:30 भयो है। र हेर्दै गर्नुहोस् है, शिवहरू अगाडि अगाडि छ है। र यहाँको मौसम साह्रै ज्यादा उयो त छैन रहेछ, के अरे गरम त है। सायद भोलि दिनको सायद गरम हुनसक्छ होला। हामी त अलिकति अब यहाँ अहिले टाइम बितेरै पूजा घरमा चाहिँ आइपुगिसकेको छ है। र यहाँनिर अब कङ्गिर पाठ भोलिदेखिको सुरु छ है। र डेकोरेसन यो प्रकारले गरिरहेछ है, हेर्नुहोस् है। धेरै ठुलो पूजा हो यो कङ्गिर पाठ यो। र हेर्नुहोस् है, हामी चाहिँ कता हो त जाउँ न अन्त। हेर्दै गर्नुहोस् यहाँबाट यस्तो छ है। हामी चाहिँ यहाँ आइपुगिसकेको छौँ है। यहाँनिर चाहिँ तोर्मा तोर्सिमहरू सब है गरिसकेको रहेछ है। र आज चाहिँ यहाँ सिङ्गारपाट सुरु हुन्छ सधैँ है। र भोलिदेखि चाहिँ रेम्बुजीको आगमन गरिसकेको बादमा चाहिँ हामी पूजा कङ्गिर पाठ पढ्ने काम गर्दछौँ है। यो सुट्टीहरू बनाइरहेछ हेर्नुहोस् है। यहाँ रेम्बुजी लोपेन टासिटीले फेपुलो है। हामी उठिसकेको छौँ आज चाहिँ। र हामी यहाँनिर लामाको घरमा बेलुका आएर बसेको है। र आज दिन चाहिँ हाम्रो कङ्गिर पाठको सुरुवात हुनेछ है। रेम्बुजी आउनुभएपछि हाम्रो यहाँ 7:30 बजीदेखिको पूजा स्टार्ट छ भनेर भन्दैछ है। र हाम्रो लामा केटाहरू पनि उठिसकेको छ, हेर्दै गर्नुहोस्। यहाँ भाइहरूले टाउकोहरू नुहाउँदैछ यहाँनिर केटाहरू उक्किँदैछ। यहाँ हेर्नुहोस् निकै गरम ठाउँ छ है। यहाँ चाहिँ लामाको घर हो है। कति राम्रो ठाउँ छ है, हेर्नुहोस्। गरम जग्गा धेरै राम्रो हुन्छ। यहाँ चाहिँ लामाको घर हो। र यहाँनिर यो बाटो उहाँ लामाको चाहिँ प्राइभेट गुम्बा पनि छ होइन, आफ्नै गुम्बा हो है। र म त्यो चाहिँ तपाईँलाई भोलिको भिडियोमा देखाउने छु। र आजको भिडियोमा चाहिँ यहाँको वातावरण यति नै हो, हेर्नुहोस्। यस्तो प्रकारले सजाएको छ हेर्नुहोस्। र हामीलाई सुत्ने ठाउँ चाहिँ यसरी बनाइदिएको छ है। धेरैजना लामा पाएर आँखाहरू सुतिरहेछ। सन्तेन भाइ सबैजनालाई गुड मर्निङ सन्देशबाट बोल्नु है। मेसेज केही छ? कसलाई मेसेज दिनु छैन, मेसेज दिने अहिले मेरो चाहिँ बाबा बच्चाको छु फोन गर्नु पर्दैन हो। ठिकै छ, केही छैन। हामी पनि छु त्यसमा साथमा। र अहिले भिडियोमा जोडिनेछु। बिहान चाहिँ हाम्रो चियाहरूमा आइसकेको छ है। भाइहरूले पनि चिया खाँदैछ र तिहार पनि हुँदैछ हामी सबैजना। किनभने यहाँ सेन्ताप लामा भएर छ नि। गुड मर्निङ पाण्डुजीले गुड मर्निङ। र अहिले भने चाहिँ हामी पूजाको लागि गुम्बातर्फ जाँदैछ है। र हामी सुत्नुको लागि चाहिँ हामीलाई लामा अघि नै भनिसक्यो है, लामाको घरमा ल्याएको थियो। र आजको बिहानको सुरुवात है सबैलाई मङ्गलमयको शुभकामना दिँदै है। तपाईँहरूको नाममा पनि यसो जति पनि मलाई मन पराइदिनु हेर्नुहुन्छ भने है, म तपाईँहरूको नाममा पनि यसो पढिदिन्छु है, सबैलाई सम्झेर। र तपाईँहरूलाई तपाईँहरूको जिन्दगी पनि योपालि 2025को राम्रो होस् भन्दै है यो कङ्गिर पूजामा सबैलाई म सबैको नाममा मेलामहरू गरिदिन्छु है। र मलाई पनि खुसी लागिरहेछ है। योपालि लोनाक भनेर कालो वर्ष भनेर भनिन्छ है। र यो कालो वर्षकै टाइममा चाहिँ अब कङ्गिर पाठ पढ्नु पाउँदाखेरि धेरै खुसी लागिरहेछ है। यसले अब
आफ्नो मात्रै ग्रह दशा है दिनको शान्ति नभएर है सर्व सिन्चेन प्राणीको हितको लागि पनि हामीलाई राम्रो गर्नेछ है र उहाँहरूलाई पनि सम्झेर गर्नुपर्ने हुन्छ है हेर्दै गर्नुहोस् है र म चाहिँ अहिले एक्लै छु किनभने अहिले अलिकति ढिलो भयो है र केटाहरू आदि गयो आदि पछाडि छ र म चाहिँ यहाँ बाटोमा है र यो चाहिँ मेरो साथीको फोनबाट भिडियो गर्दै आएको अन्त हेर्दै गर्नुहोस् अहिले भनेपछि म चाहिँ यहाँ यो गुम्बामा आइसकेको छ है यहाँ यस्तो छ हिजो बेलुका पनि देखाएको थिएँ तर यो डेकोरेसन है यहाँ हुँदैछ यस्तो छ है डेकोरेसन चाहिँ के कस्तो लाग्छ है लाइक सेयर कमेन्ट गरिदिनुहोस् होला है तपाईँहरूको लागि मेहनतले म भिडियो बनाउँदैछु है र हेर्नुहोस् ल यस्तो छ यो गुम्बा चाहिँ सानो है र अहिले घरमा डेकोरेसन यस्तो छ है यसरी सजाएको छ यहाँको है र हामी त होइन अस्ति नै लामाहरू आएर पनि यहाँनिर सजाइसकेको छ है र आज यहाँको राजा चाहिँ यहाँ कर्म भाइ हो लामा उर्गेन के भन्न चाहन्छ ल टाँसी दिले फेबल त्यति मात्रै हाम्रो चाहिँ पूजा स्टार्ट भइसकेको छ आज बिहानको है प्रथम दिनको पूजाहरू हेर्दै गर्नुहोस् सुक्पा टिमहरू चाहिँ यहाँनिर छ उतापट्टि साइडमा रिमुर्जेको है आगमनको लागि तयारी गरिरहेछ है यहाँनिर सबै हाम्रो यता रिमुर्जे आउनुहुन्छ भनेर चाहिँ लामाला लोबेनहरूले एकदम राम्रो धुप ग्याल्छन् है धुप सुपेनहरू हौ त्यस्तो मिलाएर रेडी गर्नुहुँदैछ है र यहाँ परनिर चाहिँ गेटबाट यता आउनुहुनेछ चाहिँ यहाँनिर यो तयारी भएर बसेको छ है रेडी छ लाइनमा बस्नुपर्ने भयो है यहाँ चाहिँ उनीहरू पनि उनीहरूको लाइन चाहिँ यता छ यहाँ चाहिँ रिमोटको आगमन भइसकेको छ पुण्य कार्यक्रममा यो पुण्य पाठमा अहिले आफूलाई शारीरिक रूपमा हामी सबै सबैको जीवन धन्य हुनेछ सङ्घको है प्रमुख गुरुपाठको प्रथम दिन उहाँको आगमन भइसकेको छ र यो प्रथम दिनमै आज परम पूज्य गुरुपाठमा गुम्बा परिसरमा हुन लागिरहेको छ त्यस अर्थ हामी सबै सबैलाई नै विशेष गरेर आफ्नो दायित्व पालन गर्दै यसरी स्वागत योगदान अतुल्य रहेछ अखिल भारतीय महिला भोजन मानिका सङ्घका जन्मदाता संस्थापक धर्मलाई हामी धेरै अहिले यहाँनिर आज प्रथम दिनमा हतार गर्नु पर्दैन सबैले मौका पाउँदैछौँ
लागि चाहिँ कम्प्युटरको पुस्तक चाहिँ आइसकेको छ है। अब यो चाहिँ हामीले एक एक थिली पढ्नुपर्ने हुन्छ होइन। हेर्नुहोस् यहाँ भाइहरूले पनि खोल्दैछ है। अब यो चाहिँ हामीले 3 दिनसम्म चाहिँ सक्नुपर्ने हुन्छ है। अझै लामाहरू अलिक कम्ती भयो। यहाँ नानीहरूले पुस्तक वितरण गर्नुहुँदैछ सबै लामाहरूलाई पुस्तक आइसकेको छ है। एकदम पेजाको प्रिन्ट चाहिँ एकदम दामी रहेछ हामी चाहिँ अब खाना खानको लागि जान्छौँ। गुम्बादेखि अलिकति बाहिर छ खाना खाने जग्गा चाहिँ। हेर्दै गर्नुहोस् ठाउँ चाहिँ यता रहेछ। हेर्दै गर्नुहोस् परनिर बनाएको छ पन्डल ढुङ्गाएर है। राम्रो यहाँ भएको तक्दाहरू कस्तो छ। हाम्रो सबैजना लामाहरू आफ्नै गाउँहरूको मात्रै रहेछ यहाँनिर। र यहाँनिर चाहिँ खाना खाने ठाउँ बनाएको रहेछ है। सिक्किमबाट हुनुहुन्छ है। ल सो रसदुले अन्त के भन्नुहुन्छ यहाँ? हजुर केही भन्नुहुन्छ? खोइ के भन्नु त। यहाँ भाइ चाहिँ तक्दाको हो। एकदम गरम छ अहिले। एकदम डरलाग्दो गरम चढ्यो र खानाको लागि चाहिँ हामी जाँदैछौँ। हेर्दै गर्नुहोस् म चाहिँ खानाको लागि लाइन लाग्दैछ लामाहरू। खानाहरूमा आइसकेको छ यहाँ सबै लामा साथीहरूले सबै। र पूजाको लन्च कस्तो रहेछ त? दामी छ, राम्रो छ, मिठो बनाएछ झिङ्गाहरूले। त्यही नै हो है। साथीभाइ हो अहिले भने चाहिँ खाना खाएर बाहिर निस्किसकेको छु है। गरम निकै छ त्यही कारणले नुहाउनु जानु पर्यो भनेर साथीलाई मैले भने है। नेल साथीले पनि नुहाउनु जाउँ भनेर भन्यो। र अहिले भने चाहिँ मैले आफ्नो आवाज चाहिँ म्युट गरेको छु किनभने कपिराइट आएको छ पुरा है। त्यही कारणले गर्दाखेरि चाहिँ अहिले ब्रेक गरेर किन अब चाहिँ पूजा शुल्क पूजा स्टार्ट हुन्छ है। र शुल्क पूजामा चाहिँ हामी जानेछ बस्नेछ। र हेर्दै गर्नुहोस् है। हाम्रो पूजाहरू पनि डल्लै सकिसकेको छ है। र है अब भिडियोलाई यतिमै इन्ड राख्छु किनभने भिडियो लामो हुने रहेछ है। र आज हाम्रो पहिलो दिनको पूजाहरू राम्रो सम्पन्न भएको छ है। यस्तै गरी अब भोलि है पर्सिको दिन चाहिँ वाङहरू हुनेछ होइन। त्यसै गरेर चाहिँ र यो भिडियोलाई म यहीँनिर राख्नेछु है। सबैलाई गुड नाइट, बाई बाई है।